आमा, भोट कसलाई दिने भनेर दुविधामा पर्यो होला है। जो हारे पनि फर्कन्छ जस्तो लाग्छ त्यसैलाई दिनु। बिन्ती छ, अब त त्यो मासु भातको प्रवृत्ति हटाइदिनुहोस् न हे जनता। त्यही एउटा लोभ गर्ने बानीले कैयौँ आमाको कोख खाली भएको छ यहाँ। मत खसानले बाकसको नजिकै जाँदा ती कैयौँ बाकस अनि आमाहरूलाई नबिर्सिनुहोस् है। बलिदानहरू सम्झनुहोस्, त्यागहरू सम्झनुहोस् अनि परिवर्तनकै लागि भनेर आफ्नो भविष्य मारेका शहीदहरूलाई सम्झनुहोस्। त्यसैले एक भोट भए पनि सोचेर हालिदिनुहोस्। सदा सदाका लागि गएका छोराहरू नआए पनि विदेशिएका कैयौँ छोराहरू भने आउनेछन्। याद गर्नुहोस्, ती सपना बुनेका कैयौँ वीर सपुत ढलेको दिन, सिंहदरबार जलेको दिन अनि हृदय कैयौँ आमा गलेको दिन। त्यसैले परिवर्तन तपाईँ हामीले नै खोजेको र तपाईँ हामीलाई नै चाहिएको र अब तपाईँ हामीले नै गर्नुपर्छ। इतिहास बदल्ने अवसर पटक पटक आउँदैन, एक पटक एक युगमा आउने गर्छ। त्यसैले अब मत मात्रै खसाल्ने होइन, मत खसालेर क्रान्ति गर्नुपर्छ। मतदान दान होइन, तपाईँ हाम्रो अधिकार हो। त्यसैले अब पटक पटक नेताले होइन, अब त जनताले जित्नुपर्छ। अबको तपाईँको एक भोट एउटा राजनेतालाई जिताउनको लागि होइन, पुरा देशलाई जिताउनको लागि महत्त्वपूर्ण छ। फागुन 21 अरू दिन जस्तो सामान्य दिन होइन, यो त तपाईँ हामीले कोरेको गणतन्त्रलाई नै सही दिशा दिने उपयुक्त समय हो। त्यसैले तपाईँको एक मतले नै त्यसलाई निर्धारित गर्छ। अब त सोच्ने बेला आएको छ, देशमा पनि त परिवर्तन चाहिएको छ। त्यसैले अब हाम्रालाई होइन, राम्रालाई अनि केही गर्छ कि भन्ने जोस भएकालाई जिताउनु होला। हस् त, धन्यवाद।